कमला मिस, म ध्रुव। को ध्रुव? तपाईको जीवनमा यस्तो व्यक्ति छ जसले तपाईलाई फेरि पछिर्दै फर्केर आफ्नो विगत निकाल्न बाध्य बनाउँछ। एउटा यस्तो गुरु, एउटा यस्तो अनुहार जसलाई बिर्सन खोज्दा पनि यो मनले कहिल्यै बिर्सन सक्दैन। नमस्कार साथीहरू, आज हामी नेपाली सिनेमामा जगतमा एउटा यस्तो ऐतिहासिक बहुप्रतीक्षित चलचित्रको बारेमा कुरा गर्दछौँ जसले केवल एउटा कथा मात्र भन्दैन, बरु हाम्रो समाज, हाम्रो भावना, हाम्रो मनोवैज्ञानिक भित्र तहलाई कोटाउनेछ। हो, हामी कुरा गर्दैछौँ आउँदो साउन 22 गते प्रदर्शनमा हुन लागिरहेको चलचित्र कमला मिसको बारेमा। नेपाली चलचित्रमा भीष्म पितामह दिग्गज निर्देशक निरशाहको निर्देशनमा बनेको यो चलचित्र सामान्य व्यावसायिक सिनेमा भन्दा धेरै माथि छ। यो एउटा वैज्ञानिक नाटक हो जसले हलमा बस्ने हरेक दर्शकको मुटु कमाउने छ र आँखामा आँसु टिलपिलाउन बाध्य पार्नेछ। यदि तपाईँ सस्तो मनोरञ्जनभन्दा बढी माथि उठेर एउटा जीवन र शक्तिशाली नेपाली सिनेमाको पर्खाइमा हुनुहुन्थ्यो भने तपाईँको यो पर्खाइ अवश्य सकिँदैछ। आजको यो विशेष भिडियोमा हामी यस चलचित्रको ट्रेलरको भावुक विश्लेषण र यसको बलियो संवाद र यसभित्र लुकेको यो मर्मस्पर्शी कथाको गहिराई पुग्नेछौँ जसले यो चलचित्रलाई एक वर्षमै सर्वोत्कृष्ट उत्कृष्ट शक्तिशाली सिनेमा बनाउँदैछ। सलबलाइरहेका हुन्छन्। कथा, नाटक होस् वा उपन्यास, त्यसका पात्रहरू सलबलाइरहेका हुन्छन्। म यो स्कुलको प्रिन्सिपल, मलाई किन भेट्न खोज्नुभयो? म युएसएबाट कमला मिसलाई भेट्न आएको हुँ। कमला मिस, कथा, आउनुहोस् सुरु गरौँ यस चलचित्रको त्यो शक्तिशाली ट्रेलर र प्रमोसनल फुटेजबाट जसले सार्वजनिक हुने बित्तिकै धेरैको मन पखालेको छ। ट्रेलरको सुरुवातमा एउटा सुनसान, अलि धमिलो र उदास वातावरणमा हुन्छ। पृष्ठभूमिमा एउटा पाको परिपक्व पीडाले भरिएको आवाज सुनिन्छ। दृश्यमा देखिन्छन् अमेरिकाको एउटा नामी विश्वविद्यालयबाट भौतिक शास्त्र फिजिक्स पढाउने प्राध्यापक ध्रुव। बाहिरी रूपमा उनी सफल छन्, प्रतिष्ठित छन्, तर उनका आँखा निकालेर हेर्नुहोस् त, त्यहाँ एउटा गहिरो खालीपन छ। एउटा यस्तो खोजी छ जुन सायद दशकदेखि अधुरो छ। अनि ट्रेलरमा यस्तो टर्निङ पोइन्ट आउँछ जसले दर्शकको रौटे खडा गरिदिन्छ। ध्रुव अमेरिकाको आफ्नो विलासी जीवन छाडेर काठमाडौँका पुराना साँघुरा गल्लीहरूमा भौतारिएको देखिन्छन्। उनी आफ्नो बाल्यकालको स्कुलमा पुग्छन्। पुराना बेन्चहरू, धुलो जमेका भित्ताहरू, कालोपट्टि ब्ल्याकबोर्डलाई हेर्दै गर्दा ब्याकग्राउन्डमा बज्ने सङ्गीतको तपाईँको मुटुको धड्कन बढाउँछ। त्यसपछि ट्रेलरमा प्रवेश हुन्छ कमला मिसको प्रसङ्गको। ध्रुव आफ्नै तिनै गुरुआमा कमला मिसलाई खोजिरहेका हुन्छन्, तर यो खोजी केवल एउटा मान्छेको खोजी होइन। यो खोजी त विगतमा छुटेका ती अधुरा प्रश्नहरूको उत्तर हो जसले ध्रुवलाई भित्रभित्र गिजाइरहेको छ। म्याड म होइन, म्याड तपाईँ हो ध्रुवजी। ट्रेलरको शक्तिशाली भावुक क्षण त्यो हो जहाँ दिग्गज अभिनेता रमेश बुढाथोकी र निरशाहको आमने सामने हुन्छ। संवादहरू यति गहकिला छन् कि तिनको सिधै मुटुमा प्रहार गर्छ। संसार जित्नु ठुलो कुरा होइन, ध्रुव आफ्नो मनभित्रको युद्ध जित्नु ठुलो कुरो हो। यस्ता संवादहरूले यो चलचित्रको वैचारिक उचाइलाई भ्रष्ट पार्छ। ट्रेलरको अन्त्यतिर ब्याकग्राउन्डमा स्कोर यति शक्तिशाली आक्रमण बन्छ कि यसले दर्शकलाई एउटा सामाजिक, मानसिक र भावात्मक आदिको अनुभूति गराउँछ। ट्रेलर हेरिरहँदा लाग्छ केवल यो 2.5 मिनेटको भिडियो होइन, यो त एउटा मानिसको आत्माको रोग हो। मलाई किन भेट्न खोज्नुभयो? म युएसएबाट कमला मिसलाई भेट्न आएको हुँ। कमला मिस,
साथीहरू, कमला मिस किन यति धेरै अर्थपूर्ण बलियो छ? यसको प्रमुख कारण के हो? यसको जब यो चलचित्र नेपाली साहित्यका मुदर्ग व्यक्तित्व नाटककार विजय मल्लको अमर साहित्य कृति कोही किन बर्बाद होस् बाट प्रेरित भएर निर्माण गरिएको हो। विजय मल्लका सिर्जनाहरू सधैँ मानवीय मनोविज्ञान, सामाजिक चेतना, मानिसको भित्री द्वन्द्वको आधारित हुन्थे र निरशाहले सोही साहित्यिक गरिमालाई पर्दामा उतारेका छन्। चलचित्रको मुख्य कथा ध्रुवको वरिपरि घुम्छ। ऊ विज्ञानको प्राध्यापक हो जसले ब्रह्माण्डका हरेक नियमहरू बुझेका छन्, तर जसले ब्रह्माण्डका हरेक नियमहरू बुझेको छ। तर आफ्नो जीवन भावनाको समीकरण सुल्झाउन सकेको छैन। ऊ काठमाडौँ आएर आफ्नो पुरानो विद्यालय र कमला मिसको खोजीमा लाग्दा पुराना धेरै रहस्यहरू पर्दामा उतारिँदै जान्छन्। यो चलचित्र सोध्छ, एउटा मानिस किन बर्बाद हुन्छ? के समाजले उसलाई बर्बाद बनाउँछ, या उसको आफ्नै अतीतले कतै हाम्रा गुरुहरूको दिएको सत्कार र सिकाएका पाठहरू नै हाम्रा लागि कहिलेकाहीँ जीवनको सबैभन्दा ठुलो परीक्षा दिँदैनन्? यो चलचित्र केवल शिक्षक र विद्यार्थीको सम्बन्धमा मात्र सीमित छैन। यो त त्यो अवरोध हो, सम्झना र आत्मसाक्षरको गहिरो यात्रा हो। फिल्मको छायाङ्कन सुरुदेखि नै निकै गोप्य र मेहनतका साथ गरिएको थियो, जसले सुटिङ मार्च महिनामा पूर्ण सकिएको थियो। निर्देशक निरशाहले यसका हरेक दृश्यहरूलाई एउटा जीवन्त पेन्टिङ जस्तै गरी सजाएका छन्। मेरो जिन्दगीमा दुःख मात्रै आयो। Where is कमला मिस? कुनै पनि चलचित्र उत्कृष्ट बनाउन कथा जति महत्त्वपूर्ण हुन्छ, त्यति नै महत्त्वपूर्ण कलाकारको अभिनय हो र कमला मिसमा अभिनयको यो भयङ्कर शक्ति छ जसले हलमा बस्ने जो कोही पनि मन्त्रमुग्ध पार्नेछ। मुख्य भूमिका स्वयं निरशाह, रमेश बुढाथोकीको जस्ता नेपाली सिनेमाका खम्बाहरू हुनुहुन्छ। उहाँहरूले अभिनयको क्षमताको बारेमा बयान गर्न कुनै शब्द नै काफी छैन। उहाँहरूको अनुहार, सानो अभिव्यक्ति, आँखाको एउटा इसारा र संवाद बोल्ने शैलीले नै चलचित्रको आदि कथा भनिदिन्छ। यसका साथै चलचित्रमा बासना तिमसिनाले निकै नै चुनौतीपूर्ण र गहना भूमिका निर्वाह गरेकी छिन्, जसले चलचित्रको भावनात्मक पक्षलाई अझ बलियो बनाएको छ। उनीसँगै आरब दाहाल, शिवम सराफ छेत्री, भावना मगर र कविता आर्य जस्ता प्रतिभावान कलाकारहरूले को अभिनय देख्न सकिन्छ। पुराना र नयाँ पुस्ताका कलाकारहरूको यो मिश्रणले चलचित्रमा एउटा अनुपम सन्तुलन ल्याएको छ। प्राविधिक रूपमा यो चलचित्र निकै बलियो छ। सिनेमाग्राफीका प्रयोग गरिएका रङहरूको सोच विचार र छनौटसँग गरिएको छ। अतीतका दृश्यहरूलाई अति न्यानो र वर्तमानका दृश्यलाई अलि चिसो टोन गरेर दर्शकलाई पात्रहरूको मानसिक अवस्था बुझ्न सजिलो बनाएको छ। र यो चलचित्र कमला मिस ट्रेलर हेर्दा बहुचर्चित ट्रेलर देखिन्छ र कमलालाई मार्ने के कमलालाई जिउँदै राख्ने? साथीहरू, आजको युगमा जहाँ बक्स अफिसमा केवल मसलादार एक्सन र सस्तो कमेडी फिल्महरूको भिड छ, त्यस्तै समयमा कमला मिस जस्तो एउटा गम्भीर बौद्धिक र हृदय स्पर्शी चलचित्र आउनु आफैमा एउटा उत्सव हो। यो चलचित्र केवल हेर्नका लागि मात्र होइन, यो त महसुस गर्नका लागि हो।
यसले हामीलाई हाम्रा आफ्ना पुराना दिनहरू, हाम्रा आदरणीय गुरुहरू र हामीले जीवनमा उठेर छोडेर आएका ती अमूल्य क्षणहरूको याद दिलाउनेछ। तेरो आमा साँच्चीकै भागेकी हो। आउँदो साउन 22 गतेका दिन आफ्नो नजिकैको हलमा गएर यो ऐतिहासिक सिनेमा हेर्न नभुल्नुहोला। यस चलचित्रको नेपाली सिनेमाको साखलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने निश्चित छ। तपाईँलाई कमला मिसको यो कथा, यसको शक्तिशाली टेलर कस्तो लाग्यो? के तपाईँ पनि आफ्नो जीवनको कुनै यस्तो मिस वा सरलाई सम्झनुहुन्छ जसले तपाईँको जीवन बदलिदियो? कमेन्ट बक्समा आफ्नो अवश्य लेख्नुहोला। यदि तपाईँलाई यो विशेष भिडियो मन पर्यो भने लाइक गर्नुहोला र आफ्ना चलचित्र प्रेमी साथीहरूलाई सेयर गरिदिनुहोला र आउँदो साउन 22 गते आइरहेको कमला मिस हेर्न पनि नबिर्सनुहोला। यही भन्दै आज म यही चलचित्रको बारेमा नै नयाँ चलचित्रको बारेमा नै कुरा गर्दै आइरहेको छु र यही आज कमला मिसको बारेमा कुरा गरियो र यसमा लाइक कमेन्टहरू पनि गर्नुहोला र तपाईँको प्रतिक्रियाको आशमा पनि छु भन्दै आजलाई मेरो ब्लग यहीँ सकिन्छ। फेरि अर्कोचोटि फेरि नयाँ तरिकाको साथ आउने नै छु। अहिलेलाई ल त धन्यवाद र फेरि आउनुहोला मेरो च्यानलमा, एक लाइक र छोडेर पनि गइदिनु होला भन्दै